आज चाहिँ केही मुभी र सिरिजहरू चाहिँ ओटिटीमा रिलिज भएका छन् साथीहरू, मल्टिपल ल्याङ्ग्वेजमा हैन। कुन रहेका छन् जान्नको लागि चाहिँ भिडियो लास्टसम्म हेर्नु होला र मेरो च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु होला है त। पहिलो नम्बरको चाहिँ मुभीको नाम रहेको छ मैं वापस आऊँगा। यो साल 2026 मा रिलिज भएको थियो भने यसको IMDb रेटिङ रहेको छ 8.0 आउट अफ 10। यसमा चाहिँ लिड एक्टर्स रहेका छन् डल्जी डोसान, नसारुद्दिन शाह, सारा भरी वाक र बेडाङ रैना। र यो चाहिँ आजबाट नेटफ्लिक्समा चाहिँ रिलिज भएको छ साथीहरू। दोस्रो एक साउथ मुभी रहेको छ जसको चाहिँ नाम रहेको छ आद्याम मुरली। यो चाहिँ साल 2026 मा रिलिज भएको थियो भने यसको चाहिँ लिड एक्टर्स रहेका छन् अदर्भ मुरली, प्रीति मुकुन्दाम र फेडा फैसल। र यो चाहिँ आजबाट मल्टिपल ल्याङ्ग्वेज हिन्दी सहित अन्य भाषाहरूमा चाहिँ नेटफ्लिक्समा रिलिज भएको छ साथीहरू। अब तेस्रो नम्बरको चाहिँ सिरिज रहेको छ। तेस्रो नम्बरमा चाहिँ नाम रहेको छ वेदान्ती सिजन 2 द मिस्ट्री अफ मनी। यो चाहिँ साल 2026 आजबाट चाहिँ ओटिटी प्लेटफर्म एमाजोन प्राइम भिडियोमा। यसका चाहिँ लिड एक्टर्स रहेका छन् एम शशि कुमार, अनङ्गा र अर्पणा दास। र यो मुभी चाहिँ तपाईहरुले आजबाट एमाजोन प्राइम भिडियोमा चाहिँ मल्टिपल ल्याङ्ग्वेजमा हेर्न सक्नुहुन्छ साथीहरू हैन। यदि तपाईहरुलाई यी मध्ये कुनै फिल्मको लिंक चाहिएको छ भने चाहिँ मलाई कमेन्ट गर्नु होला। म तपाईहरुलाई फ्री डाउनलोड लिंक दिनेछु है त साथीहरू। र मेरो च्यानललाई चाहिँ एक सब्स्क्राइब गरेर भए पनि जानु होला।